फाइनल पुग्ने लक्ष्य सहित एनपिएलमा आज लुम्बिनी र विराटनगर खेल्दै क्षतिग्रस्त संरचना निर्माणलाई प्राथमिकता राख्न मन्त्री घिसिङको निर्देशन। दाङको लमहीमा बस पल्टिँदा 22 जना घाइते। गोवामा ज्यान गुमाएका 5 नेपालीको शनाखत, सब नेपाल ल्याउने तयारी। प्रचण्ड भन्छन् पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौं। सरकार र नवयुवा प्रतिनिधि बीच 10 विदेश सहमति। आज सुनको भाव तोलामा 1000 रुपियाँले बढ्यो। उज्यालो नेपालको निष्कर्ष, रासोपासँग एकता तत्काल असम्भव। थाइल्यान्ड र कम्बोडिया बीचको सीमा तनाव लगातार बढ्दो हो। दर्शकबिन अब सुनौ पुरा समाचार। भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुहोला। दर्शकबिन नेपाल प्रिमियम लिग एनपिएल क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स खेल्दैछन्। यी दुई टोली बीचको खेल दिउँसो 4 बजे त्रिवी क्रिकेट रङ्गशालामा हुनेछ। आजको खेल विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछन्। यसअघि सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनलमा पुगिसकेको छ। इलिमिनेटरको खेलमा हिजो काठमाडौँ गोर्खासलाई 4 विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो। हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग 77 रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायरमा खेल्ने मौका पाएको हो। यससँगै लुम्बिनीले विराटनगरलाई लीग रनको खेलमा 5 विकेटले हराएको थियो। आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ। एनपिएलको फाइनल खेल त्रिवी रङ्गशाला पर्सि शनिबार दिउँसो 3:30 बजे हुनेछ। त्यस्तै दर्शकबिन सुनको भाव आज तोलामा 1000 रुपियाँले बढेको छ। आज सुन 1000 रुपियाँले बढेर तोलाको 2,53,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,52,100 रुपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 55 रुपियाँले बढेको छ। आज चाँदी 55 रुपियाँले बढेर तोलाको 3,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय संघले जनाएको छ। चाँदीको भाव आजको भाव अहिलेसम्मकै उच्च हो। हिजो चाँदीको भाव तोलाको 3,750 रुपियाँ रहेको थियो। दर्शकबिन ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नवयुवा आन्दोलनको क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकता राखेर काम गर्न निर्देशन दिनुभएको छ। शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति हिजो बसेको बैठकमा उहाँले गएको भदौ 23 र 24 गतेको भएको नवयुवा आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक तथा सहकारी संरचनाको निर्माण र पुनर्निर्माणलाई उच्च प्राथमिकता राखेर काम गर्न निर्देशन दिनुभएको छ। त्यस्तै मन्त्री घिसिङले वर्षौंदेखि ठेक्का लिएर रूढ बनाइएका आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभयो। अनावश्यक विवाद नगर्न निर्माण व्यवसाय सम्पर्कमा आएको भन्दै नबस्न भन्दै उहाँले काम गर्ने सुनिश्चितता खोज्न आग्रह गर्नुभएको छ। मन्त्रालयका सचिव गोपाल सिग्देलले ऋण ठेक्काका निर्माण व्यवसायका काममा फर्किएको बताए पनि निर्माण स्थलमा काम भए नभएको नियमित अनुगमन गर्न अनुरोध गर्नुभयो। एमालेको महाधिवेशन उद्घाटनमा निम्तो दिन नेताहरू घर दैलोमा हो। दर्शकबिन नेकपा एमाले पर्सि शनिबारदेखि हुने 11औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनसहभागिताका लागि घर दैलो पुगेर निमन्त्रणा दिन सुरु गरेको छ। एमाले उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीप कुमार ग्यावालीले हिजो काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्र चोक काडाघारी क्षेत्रमा अभियानको थालनी गर्नुभयो। त्यस्तै नेपाली कांग्रेसको किरासी सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान 2017 संशोधन सहितको धारा 15(9) बमोजिम किरासी सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा यादवलाई हिजो मनोनयन गर्नुभएको हो। समितिको सदस्यमा शिव प्रसाद हुमाकाई, पाण्डा गोविन्दराज पोखरेल, अजय बाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। हस्त दर्शकबिन आजको लागि फोन यति नै थियो। हामी दैनिक रूपमा देश तथा विदेशमा घटिरहेका सत्य तथ्य घटनामा आधारित समाचारहरू तपाईहरुको माझ लिएर आउने नै छौं। साथै यस ट्रेनिङ खबरलाई पनि लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आजको लागि फोन यहाँहरुको माझबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। रेसुङ्गा फैमिली रेस्टुरेन्ट एन्ड खाना घर
परिवार, साथीभाइ र विशेष जमघटका लागि उपयुक्त ठाउँ। सुविधानगर 3 कुने काठमाडौँमा विगत 8 वर्षदेखि सबैको मन जित्दै आएको रेसुङ्गा फ्यामिली रेस्टुरेन्ट एन्ड खाना घर प्रालीमा हार्दिक स्वागत छ। यहाँ पाइन्छ दाङको बदिया भाले, लोकल कुखुरा, स्वादिलो भुटन, रक्ती, पक्कु, बोकाको मासु अनि शुद्ध नेपाली खाना र खाजा सेटहरू, सस्तो, सफा र स्वादिलो। यहाँको आत्मीय सेवा तपाईलाई घर झै लाग्नेछ। व्यस्त हुनुहुन्छ? चिन्ता नलिनुहोस्, हामीसँग होम डेलिभरी सेवा पनि छ। खाना मिठो लागेमा साथीलाई सुनाउनुहोस्, नमिठो लाग्यो भने हामीलाई भन्नुहोस्। रेसुङ्गा, स्वादमा परम्परा, सेवामा आत्मीयता। रेसुङ्गा फ्यामिली रेस्टुरेन्ट एन्ड खाना घर, सुविधानगर 3 कुने काठमाडौँ। सम्पर्क फोन नम्बर 9843 064 060।